अहिले हैन हिजो बेलुका साँझमा राति चितवनको सौरा आएको थियो। हामी बसेको ठाउँ चाहिँ यहाँ हो। यो ठाउँ चाहिँ थारू महलमा चाहिँ सिंगल घर रहेछ। यसरी चट्टसँग मिलाइएको एउटा कोठामा एउटा घरमा ठ्याक्कै एउटा रुम अनि डबल रुम पनि रहेछ। सिंगल रुम पनि डबल रुम पनि गार्डनहरु छ यसरी चट्टसँगले। धनेश हेर्न होला धनेश। चट्टसँगले फुलबारी तोरी हो कि सर्सो हो कि हो? कहाँ पुगेर आउनु भयो? किन हेरेर आएको के रहेछ कुहिरो छ छ्याप्पै पुरा हुस्से लाग्छ है। अहिले त चिसो पनि त छ नि त। अब 1-1.5 घण्टा पछि मात्रै खोल्छ अरे। ठिकै छ जाउँ कफी खाऊ। यसो भिडियो बनाउँदै हिँडेको हिँड्नु भनेको कि हजुर त्यो ढोका बन्द रहेछ कहाँ यहाँ नि कहाँ छ त्यो ढोका ए यो घरमा बस्दो रहेछ। ठिकै छ। कस्तो दामी है यो तोरी हो कि तोर हो? तोर चाहिँ हो नि। अन्त्यजी सिर्लेकै आउँदो रहेछ माथि सिधै माथि नि हो नि कर्मी चराको गुड हो। यो त आजकल त साह्रै देखिँदैन त। देखिँदैन नि यो लोप भइरहेको छ। यहाँ चाहिँ संरक्षण भएर होला है। यहाँ सुरक्षित भएर मात्रै ट्यापै रहेछ नि त। बनाउँदैन उसले पनि। यो चाहिँ सौरा बजार हो। मिनेट हुने छैन खुट्टा धोक्ने मान्छे है। अब गुरुजी पछाडि ठिकै हुनुहुन्छ नि? ल कर्मी चरा होइन घर लगाएर ठक्कै झुन्डाउने नि। मेरो घरमा त कर्मी चराले गुड लगायो भने होइन लामो त दामी कागती फुलिरहेको छ। के हो सफारी गाडी? गुड लक। हस् हजुर। हतार भएकै हो। ब्यागै छोडेछु त अनिस भाइ मैले। ओहो हो र झन्डै 20 सेकेन्ड भयो। पछाडि हामी अब कता जङ्गल सफर
सफारी हजुर गाइड अफिसमा हो गाइड चाहिँ छैन हामी आफै गाइड गर्ने हो हावाले आयो हावाले यस्तो साह्रो चिसो हुँदैछ अब माथि छतमा त अहिले सफारी गर्न गइरहेको छु जङ्गलतिर अहिले बाटोमा यात्रामा सुरु गर्छ र हावाले चाहिँ साह्रै मेरो अन्तिममा त माछा माछा भन्दा भ्याएको त राज कस्तो लाग्छ दामी दिप्चालाई दामी छ गुरुजीलाई कस्तो लाग्छ ठिक छ एकदम है सौरा जङ्गल के त लाएन हो खानेकुरा खोजेको जानु पर्छ खै त हामीलाई आशीर्वाद यो होइन स्केरी डर लाग्यो मलाई त मयूर रहेछ यो चाहिँ इन्डियाको राष्ट्रिय चरा हाम्रो नेपालको डाँठे भने यस्तो हो हजुर अनि तपाईँको चाहिँ यो जिप सफारी जाँदाखेरि चाहिँ होइन जनावरहरू हुन्छ नि तपाईँहरू धेरै एक्सपेक्ट त्यस्तो नगर्नु होला किनभने यहाँ जू जस्तो होइन यहाँ गरेको देख्नुदेखि अब हामी चाहिँ इन्काउन्टर हुँदाखेरि चाहिँ देखिने कुरा हो यति ठुलो जङ्गलमा चाहिँ अब जनावरहरू अब आफ्नो चर्नलाई कता कता गइरहेको बेलामा अनि हामी चढ्दै आउने क्रममा चाहिँ हामीले भेट हुनु देखिन पनि सक्छ नदेखिन सक्छ त्यो तपाईँहरूको लकमै डिपेन्ड हुन्छ होइन अब हेरौँ अब हाम्रो यो आजको ट्रिप चाहिँ कतिको चाहिँ फलदायी हुन्छ कतिको चाहिँ जनावरहरू तर राम्रै भयो अब सुरुमै होइन हामीले अब सुरुमै राम्रै भएको छ होइन जस आशा गरौँ यहाँ चाहिँ हात्ती सवारी के भन्नु हात्तीलाई यो सवारी गरेर यो चाहिँ के बनायो भ्यू टावर हो नाइटको लागि भालेको चाहिँ सिङ्गा हुन्छ कोलीको चाहिँ हुन्छ एउटा रहेछ होइन त्यो झुन्डामा देखिन्छ अहिले उतापट्टि पनि दुईटा मात्रै त भेटायो भने त हजुर देख्नु भएको छ रुखको मुनि
भरे फोटो हेर्छु नेपाल इन्डिया मात्रै पाइन्छ सास फेर त मस्त घाम तापेर बसेछ ठाडो पारे पानी हो 2600 किलोग्राम 2600 किलोग्राम हजुर सम्म हुन सक्छ यो भाले हो कि पोती हो पोती हो भाले चाहिँ अलिक स्लो हुन्छ हजुर सिङ अलिकति पोइन्टेड हुन्छ गडाको मान्छे आइरहेको हुनाले होला नि यसलाई एट्र्याक्ट नगरेको बिनाले बिस्तारै बिस्तारै युज टु पनि भइसक्यो चारले घाम ताप्ने यो माछा समाउने चरा यो हो प्रायः चाहिँ धेरै चराहरू समात्छ माछा गोइ चाहिँ सधैँ यहाँ बसिरहनु आज चाहिँ यो चाइनातिर यो माछा पक्रिने यो गर्छ नि चरा यही चरा हो यो होइन यो त यहाँको स्थानीय चरा हो के गर्दैन कहिले काहीँ हाम्रै गाउँघरतिर देखिन्छ कुखुरा खाएको यसको बच्चाहरू पनि आउँछ होला नि आउँछ सानो कुखुराहरू। अन्डा पारियो बच्चा निस्किन्छ नि माछा चाहिँ छैन दुईटा सिलिन्डर आज छाएँ त्यस्तै पऱ्यो के है गयो भने त मम्मी जस्तै रहेछ देख्दिनँ म नि लक त्यसलाई उयो हुन्छ नि के यो चाहिँ गाउँथलीहरू के हो यो चिसो त्यो उयोले पुछ न न्याप्किन यो के गरेको भित्र यो भित्तामा यसको गुण हुन्छ नि यहाँ यो हाम्रो ठुलो माछा खाँदै त भक्कु दामी रहेछ त माछा उता हेर्नुहोस् त हजुर देख्नुभयो नि ठुलो हजुर यतिको त चिलले माथिबाट बेग हानेर समात्छ नि कत्लो होइन यहाँको माछा पनि मार्न दिँदैन दिँदैन पानी छ त्यहाँ यसको कान कान चिरेको हजुर यो अलिक बिरामी छ अलिक बुढो पनि हो कि हो बुढो पनि हो खन्चाङ खन्चाङ गरेर हिँडेर चाहिँ हिँड्छ के गरेको यसले घाँस खाएको त्यस्तो गरी घाँस खाएर दिनमा 70 किलोसम्म खान्छ यसले घाँस हजुर देखो त्यही खाएको अब यिनीहरूलाई के छ तर गैँडाको एउटा चाहिँ के छ भने यिनीहरूले जहाँ एकचोटि टोयलेट गर्छ नि प्रायः जस्तो त्यहीँ टोयलेट गरेर हुन्छ ए हो र जस्तो चाहिँ एकै ठाउँ गर्ने हो हजुर त्यही भएर तपाईँहरू यस्तो बाटोमा अघि रास देख्नु भएको थियो नि त्यही ऊ प्रायः जस्तो एकै ठाउँमा टोयलेट गर्ने खल्चेङ गर्दो रहेछ बिरामी छ
बुढो पनि बस त्यो जहाँ पुग्यो भने त्यो टोल गर्ने बेला चाहिँ त्यहाँ आउँछ हजुर एकै ठाउँमा गर्दा हुन्छ जङ्गल सडक चितवनको राष्ट्रनिको जग्गा होइन दुईवटा मात्रै गाडा देख्ने मान्छे होइन हुन्छ नि यो चाहिँ कुन चिल रहेछ यो त मलाई पनि थाहा भएन चराको ओ चिल हो धेरै स्पेसिस हुन्छ के अरे सर्पेन्ट सर्प खान्छ होइन साप खाने चिल यसको त्यो पन्जा हुन्छ नि एकदम मजबुत हुन्छ रिसायो क्या फर्क त उता त्यहाँ आनन्दले यतै फर्केर हेरिरहेको छ यो चिल चाहिँ यतै बस भित्तामा यस्तो यस्तो तेर्सो तेर्सो परिरहेको छ नि तर उस्तोले भ्याइन्न कहाँ दिदी कहाँ कम त पावर रहेछ त्यो सिद्धको त आँखा चिमेर सुतेको थियो नि दिदी हामी देखेको छैन होइन सानले त्यहाँतिर गइरहेको छ हामी चाहिँ बिस्तारै गइरहेको छौँ देखेन देखिन्छ कि देख्दैन हेर्नै पाएन नि यो साम्बाटी है प्रिय भोजन मलाई त खोजी खोजी हो हेलो गाइस के छ पछाडि सबै चुपचाप लगाएर बसेको मलाई सेभ हुन्छ नि त हजुर कता खाना पर्ने भयो आयो जाउँ फेरि आशीर्वाद दिने आयो जाउँ आइसक्यो अब यही हेरेर जाउँ आमाम हो
आमामा भयो दाजु तोरीबारी यस्तो रहेछ जताततै तोरी 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 ढकमक्क पारेर पहेँला 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 सबैतिर नमस्कार नमस्कार हेते हेते यहाँ दिनु नि अलि यता आउनु न आशीर्वाद हो दे आशीर्वाद कर्मी चराको गुड हो ल ल कर्मी चरा होइन घर लगाएर ठक्कै झुन्डाउने नि मेरो घरमा त कर्मी चराले गुड लगायो भने होइन लामो रहेछ कि दाजु लामो अलि सानो सानो लाउँछ दामी दिप्चालाई दामी छ गुरुजीलाई कस्तो लाग्यो ठिक छ यसलाई के त ल्याएन हो खाने कुरा खोजेको जानु पर्छ दे आशीर्वाद हुन्छ दे आशीर्वाद खै त हामीलाई आशीर्वाद आशीर्वाद दे यो